नमस्कार आदरणीय दर्शक महानुभावहरू, तपाईहरुलाई खोज तलास अनलाइन टेलिभिजनमा हार्दिक स्वागत छ। म महेश थापा। आज म तपाईहरुका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह अर्थात बालेनको बदलिदो चरित्र र स्वरूपको चर्चा गर्न गइरहेको छु। गरिबको चमेली बोल्दिने कोही छैन भन्दै चर्चामा आएका बालेन आज न गरिबलाई चिन्छन्, न गरिबसँग बोल्छन्, न गरिबलाई छुन्छन्। आज गरिबलाई छुनु पर्ला कि भनी महानगर कार्यालयमा क्यूआर बाट खुल्ने छुट्टै लिफ्टको प्रयोग गर्छन्। खाली समय जनताको आँगनमा होइन, आफू निकटलाई लिएर भ्रमणमा निस्किहाल्छन्। आफू निकट र सचिवालयका सदस्यहरू कुमार व्यञ्जनकार र सुनिल लम्सालको फ्रान्स भ्रमणमा भएको 20 लाख खर्चलाई बेरुज खर्च भन्दै असुल उपर गर्न महालेखाले महानगरलाई पत्र समेत काटेको छ। खाली समय राष्ट्रिय अन्तर्राष्ट्रिय भ्रमणमा निस्किहाल्ने बालेन आफ्नो क्षेत्रमा भने खासै डुल्दैनन् या निस्कदैनन्। हुन त उनको व्यक्तिगत जीवन उनले जे गरून् भन्नु होला दर्शकबिन, तर बालेन एक चर्चित जनप्रतिनिधि हुन्। उनको निजी जीवनमा मिडियाको नजर स्वाभाविकै रूपमा हुन्छ। लामो समय प्रशासन प्रमुख बिन भएको महानगरमा हजारौं कर्मचारीले महिनौंदेखि तलब भत्ता पाएनन्, जसको एउटै कारण थियो बालेन र केन्द्र सरकार बीचको खटपट। महानगर प्रमुखको हैसियतले उनले यसलाई औपचारिक ढंगले वार्ता मार्फत निवारण गर्नुपर्नेमा सोशल मिडिया मार्फत धम्की दिएर गैर जिम्मेवारीपूर्ण तरिकाले पछि हटे। यसको परिणाम स्वरूप कर्मचारीहरूको बालेन विरुद्ध बढ्दो असन्तुष्टिलाई केही समय अघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेश गराउन कर्मचारीहरूले गरेको सफल प्रयासले पनि पुष्टि गर्छ। काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक 4 महिनादेखि लगातार बस्न सकेको छैन। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई अस्वीकार गर्दै मेयर बालेन्द्र शाहले बैठक बोलाएनन्। ऐन अनुसार महिनामा एकपटक बैठक अनिवार्य भए तापनि र माग गरिदा पनि बैठक भएको छैन। जनप्रतिनिधिहरू निरन्तर बैठकको माग गर्दै आए पनि बालेनले व्यवस्था गरेका छन्। उता मेरो माया लाग्छ भन्ने भाइरल स्ट्याटस लेखेर फेरि हराएका बालेन स्ट्याटसको कारण नखुलिए पनि त्यसको सामाजिक सञ्जालमा चर्चा भन्ने लामो समय रहेको थियो। बालेन जतिको युवा नेता देशलाई आवश्यक छ। राजनीतिमा युवाको खाँचो पनि छ र यही खाँचोले जन्माएको बालेन आज गणतन्त्रका सुन्दर फूल हुन् भन्दा खासै फरक पर्दैन। तर आज उनी जुन रूपमा प्रस्तुत हुँदैछन् त्यसले धेरैलाई निराश पार्नु स्वाभाविकै हो। भूगोलमा भन्दा सोशल मिडियामा आफ्नो उपस्थिति बढाउँदै गएका बालेनले आज आफ्नो लोकप्रियताको ग्राफ्स भने दिनदिनै घटाउँदै गइरहेका छन्। केन्द्र सरकारलाई कहिले जलाउने त कहिले गाड्ने धम्की दिने बालेनका कुरालाई फ्रस्ट्रेसनले भरिएका युवाले लाइक, कमेन्ट र शेयरले भरिभराउ गरिदिँदा होसिएका बालेन जनतामाथि पनि कम निरङ्कुश र तानाशाही भने छैनन्। जुन कुरालाई प्रश्न पार्न फुटपाथ व्यवसायी र कबाडी व्यवसायीमाथि महानगरले गरेको दमनले पनि थप सहयोग गरेको छ। लोकप्रियता छडीको यो बदलिन समय लाग्दैन। यस्तै लोकप्रियताबाट फल्स डाउन भएका वा हुँदै आएकाबाट बालेनले केही सिक्नुपर्छ। आज बालेन विरुद्ध निस्कने सोशल मिडियाका आवाज हजारौं समर्थकले छोपिदिए पनि भूगोलमा भने अवस्था बदलिदो छ। पटक पटक बालेनको आदेशमा नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गर्ने दमनको भिडियो बाहिरिँदा जनतामा बालेन प्रतिको दृष्टिकोण पनि बदलिदो छ। केही दिन अघि मात्र कबाडी व्यवसायीमाथि लसार पसार पारेको भिडियो भाइरल हुँदा महानगर बलले नगर प्रहरीलाई कारबाही समेत गरेको थियो। हुन त बालेन काठमाडौँका मेयर, शहरका जनप्रतिनिधि, उनलाई भोट दिने पनि सुकिला मुकिला अनि उनी आफै दरबारको छत्र छायामा हुर्किएका। उनलाई गरिब जनता, फोहोर कपडा लगाएका मानिस मन नपर्नु स्वाभाविकै हो। दर्शकबिन, आज हामीले तपाईहरुलाई महानगरभित्र बालेन शासनमा लुकेको डार्क साइड देखाउने प्रयास गरेका छौं। हाम्रो आशय बालेन वा कुनै पनि जनप्रतिनिधिलाई कमजोर तुल्याउनु वा तल देखाउनु होइन, सत्य तथ्य देखाउने प्रयास मात्र गरेका छौं। धन्यवाद।